बर्थडे गर्ल चाहिँ यही हो गाइस। आज बहिनीको बर्थडे हो। हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को एउटा नयाँ मिनी ब्लगमा। र गाइस आज चाहिँ पऱ्यो हामीहरूको बहिनीको बर्थडे र हामीहरू चाहिँ जाँदै थियौँ बहिनीको कलेज र साथैमा मेरो पनि केही काम थियो र म पनि उसँग जाँदैछु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ धनसिरी टु डिफु रोड पुरा कम्प्लिटली भइसकेको छ र पहिले कस्तो खराब थियो र अहिले यस्तो फाइन भएको छ। धन्यवाद छ हामीहरूको सिएम मामालाई। हामीहरू चाहिँ डिफु टाउन आइपुग्यौँ, तर डिफु टाउन चाहिँ पुरा टाकटिकै बन्द छ। के चालले बन्द थाहा छैन गाइस। यहाँका सबै दोकानहरू सब बन्द छ, खालि गाडीहरू चाहिँ चल्दैछन्। र यहाँ हेर्न सक्नुहुन्छ पुरा डिफु टाउन बन्द छ। यहाँ हेर्न बहिनी अगाडि अगाडि जाँदैछ गाइस। र गाइस यहाँ चाहिँ हेर्न सक्नुहुन्छ डिफुको नयाँ फ्लाइओभर हिजै इनोग्रेट भएको थियो। हाम्रो सिएम हिमन्त विश्व शर्मा मामा आउनुभएको थियो र इनोग्रेट गरिहरू जानुभयो। यहाँ चाहिँ एकदम फाइन भएको छ हामीहरूको, एकदम फ्लाइओभर भएर एकदम सुविधा भएको छ सबैजनालाई। र यो फाइनली हामीहरू चाहिँ बहिनीको कलेज आइपुग्यौँ। यही हो बहिनीको कलेज र आउने बित्तिकै यहाँ बहिनीका साथीहरू र जुनियरहरू पनि भेट्यौँ र यहीँ भेटेर उसले चाहिँ अब चक्लेट यसो अलि ल्याएको थियो र त्यही दिन थाल्यौँ। र हामी चाहिँ फेरि सिधै गयौँ जहाँ अब मिससँग भेट गर्ने थियो उसको, र हामी चाहिँ फेरि त्यतैतिर लाग्यौँ जहाँ अब मिस थिए। गाइस यहाँ चाहिँ हामीहरू बहिनीको कलेजभित्र आइसकेका छौँ र अझै अब एकजना टिचरसँग भेट गर्न छ बहिनीको, र हामी चाहिँ त्यही भित्र जाँदैछौँ। म देखाउँछु गाइस। र गाइस फाइनली यहाँ चाहिँ बहिनीको मिससँग पनि भेट भइसकेको छ र यहाँ बहिनीले चाहिँ मिसको लागि केही कुछ भनेर ल्याकिरहेको छ, किनभने बहिनीको मिस पनि यहाँ कलेजदेखि अब जानुहुने रहेछ पर्मानेन्टली, जस्तो कि आज फेयरवेल जस्तै भयो। र यहाँ सबै स्टाफसँग भेट गरिहरी चक्लेट पनि दिन थाले बर्थडेको। र गाइस हामीहरू चाहिँ एकजनालाई यहाँ नोट्स दिने भनेर पनि आएको थियौँ र नोट्स दियो अब चाहिँ घरको लागि फर्किँदैछौँ। र गाइस आजको ब्लग चाहिँ कस्तो के लाग्छ कमेन्टमा जरुर भन्नु होला। फेरि पनि भेट्ने छु अर्को एउटा नयाँ ब्लगमा। आजको लागि यति नै छ, बाई बाई।